भने यसरी लुगाको थुप्रो नै लागेको हुन्छ, तर कहिले बाहिर जानु परिहाल्यो भने लगाउने एउटा राम्रो लुगा पनि भेटिँदैन। के यो समस्या मेरो मात्रै हो त? हाई गाइज, दिस इज सक्कु। यदि हजुरहरूले मेरो लास्ट भिडियो हेर्नुभएको छ भने हजुरहरूलाई थाहा होला कि म मेरो साथीको म बसेको थिएँ अनि बिहान चाहिँ उठेर म आफ्नो रुममा आएँ अनि मलाई चाहिँ अति नै भोक लागिरहेको थियो। आउनासाथ मैले चाहिँ फर्स्टमा खाना पकाउन स्टार्ट गरेँ। अनेस्टली भन्नुपर्दा मलाई खाना पकाउन र खाना एक्लैको लागि मनै पर्दैन, तर पनि के गर्नु, भोकै बसेर त हुँदैन। त्यसैले म चाहिँ अल्छी गरी खाना पकाउँदैछु। खाना खाइसकेर चाहिँ म बुक पढ्न थालेँ। म चाहिँ केही समय अगाडिदेखि चाहिँ यो इजोरिया भन्ने बुक पढ्दै थिएँ अनि आज चाहिँ मैले यो बुक पढेर सकेँ। ओभरअल बुक चाहिँ एकदमै धेरै राम्रो छ, बट लास्टमा एन्डिङ चाहिँ कस्तो अनक्लियर टाइपको छ अनि म चाहिँ त्यही सोचेर बसिरहेको थिएँ। म चाहिँ यो बुकको प्रपर रिभ्यू भिडियो बनाएर पनि पोस्ट गर्ने नै छु। त्यसपछि मैले के गरेँ भनेर हजुरहरूले देख्न सक्नुहुन्छ। मेरो चाहिँ हरेक 2-3 दिनमा यसरी चेयरमा लुगा थुप्रै गर्छ। जति मिलाएर राखे पनि 2-3 दिनमा सेम हालत हुन्छ। अनि यतिकैमा मेरो साथी आयो मेरो रुममा अनि उसलाई चाहिँ करेन्ट एकदमै धेरै मनपर्छ। मैले चाहिँ अहिले करेन्ट खान छोडेको भएर मैले चाहिँ चटपटे खाएँ। बाहिरको मौसम चाहिँ एकदमै राम्रो भइरहेको थियो, सिमसिम पानी पनि परिरहेको थियो। त्यसैले हामी माथि गयौँ अनि एकछिन त्यतै बस्यौँ। द्याट्स इट फर टुडे। थ्याङ्क यू सो मच फर वाचिङ।